के तपाईलाई थाहा छ? गहिरो समुद्रभित्र डल्फिन, व्हेल, अक्टोपस मात्र होइन, यस्तो पनि जीव पाइन्छ भन्ने विश्वास, जुन आधा मान्छे र आधा माछा जस्तो हुन्छ, जसलाई जलपरी भनिन्छ। जलपरी, जसलाई अङ्ग्रेजीमा मर्मेड भनिन्छ, एक रहस्यमय तथा आकर्षक पौराणिक जलजीव हो। यिनीहरूको माथिल्लो भाग मानिस स्त्रीको जस्तो हुन्छ भने तल्लो भाग माछाको पुच्छर जस्तो देखिन्छ। यस्ता जीवहरू विभिन्न सभ्यताहरूको लोककथाहरू, धार्मिक विश्वासहरू र जनरीतिहरूमा पाइन्छ। यिनीहरू समुद्र, नदी, ताल, पोखरी लगायत पानीका स्रोतहरूमै बस्ने विश्वास गरिन्छ। जलपरीलाई सौन्दर्य, रहस्य, प्रेम र जोखिमको प्रतीक मानिन्छ। जलपरीको कथा हजारौं वर्ष पुराना छन्। प्राचीन ग्रिक, रोम, भारत, चीन, अफ्रिका र जापानका कथाहरूमा पनि जलपरी वा त्यससँग मिल्दोजुल्दो आकृति भएका जलजीवहरूको वर्णन पाइन्छ। यिनीहरू कहिले भगवानका दूतको रूपमा, कहिले परी वा जलदेवीको रूपमा त कहिले खतरनाक प्राणीको रूपमा वर्णन गरिन्छ। युरोपेली लोककथामा जलपरीलाई समुद्री रानी, मोहनी स्वरूप र कहिलेकाहीँ मानिसहरूलाई लोभ्याउने, समुद्र डुबाउने खतरनाक प्राणीका रूपमा वर्णन गरिन्छ। जापानी कथाहरूमा जलपरीलाई निङ्ग्यो भनिन्छ, जसलाई देखेमा सौभाग्य आउँछ भन्ने विश्वास गरिन्छ। अफ्रिकन संस्कृतिमा भने जलपरीलाई मामीबाट नामले चिनिन्छ, जो जलदेवीको रूप मानिन्छ। भारतको केही क्षेत्रीय कथाहरूमा पनि जलदेवी र जलपरीको अस्तित्वको सङ्केत पाइन्छ। जलपरीहरू गीत गाउने, समुद्रमा तैरिने, आफ्नो सौन्दर्यको माध्यमबाट मानिसहरूलाई आकर्षित गर्ने र कहिलेकाहीँ मानव जगतसँग प्रेम सम्बन्ध बनाउने आदि कार्यहरूमा चित्रण गरिएका छन्। कतिपय कथाहरूमा त जलपरीहरू मानिससँग विवाह गरेको र बच्चा जन्माएको समेत भनिन्छ। यिनीहरूको संसार रहस्यमय र अदृश्य मानिन्छ। आजको युगमा जलपरीको कथा चलचित्र, एनिमेसन, पुस्तक र बालकथाहरूमा अझ जिउँदै छ। डिज्नीको द लिटल मर्मेड नामक चलचित्रले जलपरीको छवि संसारभर फैलाएको छ। वैज्ञानिक हिसाबले हेर्दा जलपरीको अस्तित्व हालसम्म प्रमाणित भएको छैन। समुद्रको धेरै गहिराई अझै अन्वेषण हुन बाँकी छ। त्यसैले जलपरीको कथा कल्पनाको उपज हो भन्ने वैज्ञानिकहरूको धारणा छ। तर जलपरीको कथाहरूले मानव समाजको रचनात्मक सोच, प्रकृतिप्रतिको श्रद्धा र रहस्य प्रेम झल्काउँछ। यिनीहरूले कल्पना, साहित्य र लोककथालाई समृद्ध बनाएका छन्। अन्ततः जलपरी एक पौराणिक पात्र भए पनि तिनीहरूको कथा संसारका सबै सभ्यतामा पाइन्छ। मानवले प्रकृतिमा देखेको सौन्दर्य, डर र मोहको प्रतिबिम्ब जलपरीको रूप हो। यिनीहरूको कथाले हामीलाई प्रकृतिप्रति संवेदनशील र जिज्ञासा बनाउँछ। दर्शकबिन, तपाईँलाई आजको श्रृङ्खला कस्तो लाग्यो? कमेन्टमा अवश्य बताउनुहोला। साथै आजको श्रृङ्खला राम्रो लाग्यो भने लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्नुहोस्, ताकि हामीले अपलोड गर्ने नयाँ भिडियोको जानकारी सबैभन्दा पहिला तपाईँलाई प्राप्त होस्। आजको लागि यति नै। अर्को रोचक श्रृङ्खला लिएर आउने नै छौँ। नमस्कार।